हेलो साथीहरु, वेलकम छ तपाईँलाई आज फेरि मेरो नयाँ भिडियोमा। मैले तपाईँलाई भनेको थिएँ हिजो हामीलाई कहीँ जाँदैछौँ भनेर। हिजो चाहिँ हामी कहाँ जाँदैछौँ भनेर तपाईँलाई मैले अलिकति भनिसकेको थिएँ। अब चाहिँ म भन्दैछु, हामी चाहिँ यहीँ जाँदैछौँ बिहामा। हामी बिहामा चाहिँ जनवरीको बाख्राकोट जाँदैछौँ। मेरो आमा, सासुआमा साथै मेरो दुईवटा नानीसँग हामी बसमा जाँदैछौँ। जाँदै गरेको तपाईँलाई देखाउँदैछु। बाहिरको नजारा पनि हेर्न सक्नुहुन्छ कस्तो के छ भनेर। मेरो नानीले चाहिँ हेर्दै थियो, त्यतिखेर मलाई पनि भिडियो गर्नु मन लागेर भिडियो गरेको हो। हामी चाहिँ यहाँ बिहामा चाहिँ आज फर्स्ट टाइम त्यो जग्गामा जाँदैछौँ। हामी चाहिँ त्यहाँ कहिले गएको चाहिँ छैनौँ। त्यहाँ बिहाको इन्भिटेसन आउँदाखेरि चाहिँ हामी आज त्यो बिहामा जाँदैछौँ। त्यहाँ बिहामा चाहिँ कसकोमा गएको के गएको भनेर चाहिँ तपाईँलाई म भन्नु जाँदैछु। त्यहाँ चाहिँ मेरो हस्बेन्डको साथी हुनुहुन्छ, उसको चाहिँ दाजुको छोरीको बिहा हुँदैछ। छोरी घरमा चाहिँ हो बिहा। त्यहाँ चाहिँ हामी जाँदैछौँ। जन्ती चाहिँ आएको बाहिरबाट आउनुभएको छ। बिहामा चाहिँ हामी आइपुग्यौँ। बाटोमै घर हुनुले गर्दा हामीलाई त्यति साह्रो परेन, जस्तो उत्रौँ त्यस्तै घर थियो। हामी चाहिँ आइपुग्यौँ। यहाँ हेर्नै सक्नुहुन्छ है। आएर चाहिँ हामी भित्र पस्दैछौँ। नानीहरू पनि जाँदैछन्। मेरो नानीहरू पनि आज पुरै गोर्खाको वेशभूषामा आएको छन्। हामी चाहिँ यहाँ जाँदैछौँ। गएपछि नानीहरू देख्नु सक्नुहुन्छ है। गएर चाहिँ नानीहरू फर्स्टै यहाँ इन्जोय गर्नु थालिहाले। जाने साथ खानेकुरा देखेर यहाँ पुरा खानेकुरा थालिहाले। खानेकुरा खानु देखेर यहाँ मेरो नानीहरू देख्न सक्नुहुन्छ। यहाँ खानेकुरा देखेर चाहिँ नानीहरूलाई म यता बाहिरपट्टि लिएर आएको छु। जुलापी पनि तातो तातो जुलापीहरू पनि नानीलाई दिँदैछु। यता साथ पकौडा पनि छ होइन खानेको लागि। यता कफी दिएपछि मेरो नानीहरू फेरि नभन्नुहोस्, गर्मी होस् जे होस् यहाँ बसाइदिएको छु खानुको लागि चाहिँ। बाहिर चाहिँ घाम थियो, त्यो छाताहरू लगाएको छ होइन। नानीलाई आमालाई ल्याएर चाहिँ म पकौडाहरू खानेकुरा दिँदैछु। यता बिहाको एकखेप नजारा तपाईँलाई देखाउँदैछु। सायद यतिखेर बेहुला बेहुली कता भित्र जानुभएको थियो होला। यहाँ चाहिँ मेरो क्यामेरा एकछिन अहिले के भएर चाहिँ अफ हुन्छ त्यो चाहिँ अहिले हेर्नु होला। मेरो सायद नानीले केही गर्छ होला। तपाईँलाई चाहिँ एकखेप म भित्रको देखाउनु भनेर चाहिँ भित्र एकखेप आएको थिएँ होइन। आउँदाखेरि चाहिँ मेरो नानी कता गएर चाहिँ एकछिन मेरो क्यामेरा चाहिँ यहाँ अफ हुनु जान्छ। अनि त्यसको पछाडि चाहिँ तपाईँलाई मैले एकछिन देखाउनु सकेको छुइनँ। तपाईँहरूले चाहिँ भिडियोलाई स्किप नगरी हेरिदिनु होला ल। बिचमा तपाईँले क्यामेरा अफ भयो भनेर चाहिँ भिडियोलाई बिचमै नछोडिदिनु होला। सायद मेरो नानीहरूले कता आइसक्रिमतिर गए या कता गयो भनेर चाहिँ म नानीलाई खोज्नुको लागि मेरो क्यामेरा अफ भयो होला। साथमा भिडियो चाहिँ कन्टिन्यू नै चलाइरहने छु, तपाईँलाई देखाउने छु। बाहिर आएर चाहिँ म नानीहरूलाई खोज्दैछु। खोज्दाखेरि चाहिँ पर खाना खाएर निस्किँदा चाहिँ आइसक्रिम रहेछ। अब मेरो छोराले बाहिर त खाँदै थिएँ भित्र कसेको आइसक्रिम देखेँ। खानाको यहाँ म्यानेजमेन्ट राम्रो रहेछ होइन, सिस्टमहरू पनि राम्रो छ, सिस्टमेटिकहरू सबै राम्रो रहेछ खानाहरूको। सायद मैले नानीलाई आइसक्रिम पनि ल्याएर दिएँ होइन। यहाँ देख्नै सक्नुहुन्छ आइसक्रिम खाँदैछ। साथै हामी सासू बुहारी पनि आइसक्रिम खाएर मजा लिँदैछौँ, गर्मीको मजा लिँदैछौँ। गर्मी साह्रै थियो भनेर हामी पनि आइसक्रिम खानु थाल्यौँ। अब आइसक्रिम खाएको एकछिन पछाडि हामी खानापट्टि पनि आयौँ, किनकि हामीलाई फर्केर फेरि घर पनि आउनु पर्थ्यो। अब टाढो थियो होइन जग्गा पनि, नानीहरूलाई पनि लिएर गएको थियौँ। त्यही भएर हामी चाहिँ खानापट्टि आयौँ। खानाको आइटमहरू राम्रो थियो, सबै भेज आइटमहरू थियो। उता खाना खाइसकेर हामी एकछिन बेहुला बेहुलीको ड्रेस चेन्ज भइसकेको थियो। अनि हामी बेहुला बेहुलीलाई एकछिन मण्डपमा राखेको थियो। हाम्रो देखिरहनुहुन्छ हाम्रो नेपाली कल्चरमा बिहाहरू कति मजाले गरिन्छ होइन। हाम्रो वेशभूषै राम्रो, सबै थोकै राम्रो हाम्रो होइन। हाम्रो संस्कृतिकै राम्रो हेर्नुहुन्छ। यही कति मजाले राखेको छ। बिहा हुँदैछ हाम्रो आफ्नो रीतिरिवाज अनुसार बिहा हुँदैछ। भाइले दिँदैछन् चामल, उता दिनुहुँदैछ, त्यो हुँदैछ। यहाँ हेर्दैछौँ हामी पनि एकछिन बेहुला बेहुलीको एकछिन यज्ञमा कार्यक्रम हुँदैछ। यता बेहुली रानीले पनि चामल चाहिँ यो फाक्नुको लागि उद्देश्य होइन। एकछिन हेर्दैछौँ हामी, किनकि हामीलाई फेरि फर्किनु पनि छ घर। बाहिर आउँदा मेरो नानीहरूसँग यहाँ बाजा के भन्छ अरे नौमती बाजा बजाउनेहरूसँग भाइहरू फोटो खिच्नु थाले। उनीहरूलाई देखेर नानीहरूलाई देखेर नानीहरू उनीहरू खुसी हुन थाले। साथै बाजाहरू पनि बज्दैछ। खानेको बाहिर चाहिँ घाम छ बेसी, तर यहाँ चाटहरूमा फुच्काहरूमा त्यस्तै भिड लागिरहेको छ। अनि नानीहरू त आएर फेरि यो पनि खान्छु भन्नु थाले। उनीहरू बाबु नखाऊ पिरो छ भनेर भन्दैछु होइन। साथै हामी सबै सकेर घरतिर पनि फर्किँदैछौँ। नानी हेर्दै हेर्दै आउँदैछ घरतिर। उनीहरूलाई निन्द्रा पनि लागिसकेको छ। अब हामी त घरतिर फर्किँदैछौँ। हुन्छ, आजको भिडियो म यहीँ सकेँ। राम्रो लागेकोमा सबै लाइक गरिदिनु।